हेलो गाइज गुड मर्निङ अनि नमस्ते स्वागत छ तपाईहरुलाई मेरो फेरि पनि अर्को नयाँ ब्लगमा एन्ड सो गाइज आज न्यू ब्लग अनि तपाईहरुलाई थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नु भइसक्यो होला हिजो पनि के नयाँ काम गर्दैछु त म भनेर चाहिँ थम्बनेल चाहिँ हालेको थिएँ तर के गर्दैछु भनेर चाहिँ मैले अहिलेसम्म रिभिल गरेको थिइनँ सो साथीहरु आज चाहिँ मैले रिभिल गर्नेवाला छु अनि आज हो SUNDA सन्डे अनि पानी परिरहेछ आजको दिनमा म काठमाडौँ जानुपर्ने साथीहरु सो काठमाडौँ चाहिँ किन जान लागेको भन्दाखेरि मैले चाहिँ खोल्न आँटेको छु कफी बारिस्टा ट्रेनिङ सेन्टर जहाँ चाहिँ तपाईहरुलाई बारिस्टाको ट्रेनिङ दिइन्छ सो म आफै बसेर म आफैले नै सिकाउने सोचमा छु बारिस्टा ट्रेनिङ दिने सोचमा छु सो त्यही भएर आज चाहिँ म कफी मेसिन हेर्नका लागि काठमाडौँ जान लागेको साथीहरु अस्तिदेखि सरकारी काम भन्दाखेरि चाहिँ त्यही जुन पसल ट्रेनिङ सेन्टरको बारेमा चाहिँ कामहरु गरिरहेको थिएँ सो त्यही हो साथीहरु मैले चाहिँ खोल्न आँटेको छु कफी बारिस्टा ट्रेनिङ सेन्टर र आजदेखि उपरान्त 20 दिनको च्यालेन्ज हुनेवाला छ अनि डे 20 वाला च्यालेन्ज चाहिँ म टिकटकमा हाल्नेवाला छु तर यो भ्लग आज बनाउँदैछु म काठमाडौँ जानलाई र कफी मेसिन हेर्नलाई सो कस्तो कफी मेसिनहरु रहेछ के कति पर्ने रहेछ त्यो सब तपाईहरुलाई म देखाउने नै छु मेरो भ्लगमा सो स्टे ट्युन साथीहरु त्यही हो काठमाडौँ जान्छु आज अनि बस्छु सो भोलि चाहिँ मैले एकजना दाइसँग कन्ट्याक्ट गरिसकेको छु मेसिनको बारेमा सो त्यो दाइकोमा डाइरेक्ट गएर हेर्ने हो कफी मेसिन यदि मन पर्यो भने चाहिँ म मेसिन पनि लिएर आइ नै हाल्छु सो अहिले चाहिँ रोमस दाइले मलाई फोन गरेर भाइ ल म चाराली आइपुगेँ भन्नुहुन्थ्यो कहाँ हो कहाँ चाराली भनेको तर 5:30 बजी नै फोन गर्नु भएको अहिले त 6 बजी सक्यो सो थोरै खाजासाजा खाएर म चाहिँ निस्किन्छु सो साथीहरु त्यही नै हो खुसीको कुरा भनौँ या के भनौँ म चाहिँ अब बारिस्टा सिकेर बाहिर जान्छु भन्ने सोचिराखेँ तर बाहिर नगइकन नेपालमा नै केही गरौँ न भनेर चाहिँ मैले सोचेको छु सो इफ यु आर इन्ट्रेस्टेड कोही पनि इच्छा छ तपाईहरुलाई बारिस्टा सिकेर विदेश जाउँ या नेपालमा केही गरौँ भन्ने सोच हुनुहुन्छ भने चाहिँ प्लिज डु कन्ट्याक्ट मी वैशाख 1 गते चाहिँ खोल्ने भनेर मैले अठोट लिइसकेको छु साथीहरु सो नयाँ वर्षमा ओपनिङ गर्ने भनेर अब अठोट लिइसकेको छु सो यो चाहिँ म पुरा गर्न गइरहेको छु लेट्स सी पुरा हुन्छ हुँदैन तर मेरो सोच छ वैशाख 1 गतेसम्म ओपनिङ हान्ने साथीहरु सो त्यही हो आज चाहिँ मैले तल रुम जुन हामीले भाडामा लिएको सटर त्यो सटरमा चाहिँ रङहरु लाउनु भनेर भन्दिसकेको छु सो ड्याडी गएर हेर्नुहुन्छ सबै त्यहाँको चाहिँ सो म चाहिँ आउँछु 3 दिनपछि काठमाडौँबाट यता अनि त्यसपछि म तपाईहरुलाई मेरो अफिस जुन बन्दैछ त्यो पनि देखाइ नै हाल्नेछु सो अहिलेको लागि भने चाहिँ अब काठमाडौँ लाग्नको लागि स्याट उता लाग्नुपर्ने हुन्छ पानी परिरहेछ सो खाजासाजा बनाएर लाग्छु चाहिँ एकछिनमा भेटौँला है त साथीहरु ओके साथीहरु सो अब चाहिँ म निस्किन लागेको है च्याट्ट लाएर अनि हाम्रो मम्मी चाहिँ उत्यौ गाडी कहाँ यहाँ आउँछ त हो मम्मी चोक आउँछ चोकको यहाँ चारो काट्दिन्छ चारो साथीहरु सो ल मम्मी बाइ बाइ भेटौँला 2-3 दिनपछि ल ओके फर्स्ट टाइम सामान किन्न काठमाडौँ जाँदैछु है अरू बेला त घुम्न जान्थे बस्न जान्थे उतै यार साथीहरु किनभने काठमाडौँमै रुम थियो अब यसपालि चाहिँ लु गएको है ड्याडी ल साथीहरु म चाहिँ अब निस्के कस्तो अर्कै फिल भइरहेको छ त आज त अब मेसिन किन्न जाँदैछु नि त साथीहरु त्यही भएर बाइकमा जान्थ्यो अरू बेला सधैँ बिहान बाइकमा 4 बजी जान्थ्यो अनि खासै फिलै हुँदैन थियो आज अब गाडीमा जान आँटेको आज चाहिँ सो त्यही हो अब रमाइलो हुन्छ कुन्डे के किनेको ला अनार किनेको भन यार ल लाग्यो है टोलीहरु बाइ बाइ म दुबई लागेको है दुबईतिर काठमाडौँ गयो काठमाडौँ ल साथीहरु आन्टी त के भन्छ गर्नुहुन्छ त्यो यार साथीहरु यार पुरै आत्तिनु भयो यार ल त्यही हो सो अब यहाँ अगाडिदेखि चाहिँ सिटी पाउँछ होला अनि त्यहाँ सिटीमा जान्छु बाइक लगेर जाऊँ भनेर सोचिरहेको थिएँ फेरि भरे ल्याउने मान्छे हुँदैन क्या चोकमा लगेर बाइक राखेर के गर्नु कसले ल्याउने होइन सो त्यही भएर चाहिँ म यहाँ अगाडि सिटी पाउँछ होला या त्यहाँ एउटा बाइक आउँदैछ यार तर कसको लिफ्ट माग्दिनँ सो त्यही हो साथीहरु त्यहाँ अगाडि सिटी आउँछ अनि सिटीमा च्याट्ट लाएर जाने हो होइन अनि त्यही हो अब रमाइलो हुनेवाला छ अनि एकदम चिनेको दाइ हुनुहुन्छ नजिकको मित्र हुनुहुन्छ गाडीवाला पनि सो
रमाइलो हुन्छ गफ गाफ गर्दै सोल्टीले खानासाना खुवाइहाल्छ अनि जेस रमाइलो हुनेवाला छ सो त्यही हो एकछिनमा भेटौँला है त ल साथीहरू यति पर्खिसके यो रमेश भन्ने मान्छेलाई गाडीवालालाई ताराबारी आइपुगेँ म ताराबारी भन्दै गफ हान्दैछ अहिलेदेखि पर्खेको होइन 7:30 भइसकिसक्यो मान्छे आइपुग्दैन हो साथीहरू हेर्नु त यार कस्तो पर्खिनु यार आम्मामा वाक्कै लागिसक्यो काठमाडौँ जाने म एक्लै छु होला यहाँ अब जस्तो लाग्नु थाल्छ मलाई चाहिँ कोही नै छैन सबजना गइसक्यो उसको गाडीमा पर्खिने म मात्रै रहेछु सो त्यही हो साथीहरू ल अब एकछिन पर्खिन्छु अनि आइपुग्छ अब यहाँ ताराबारी भनेको पर देखिसक्यो जस्तो छ सो भेटौँला है त एकछिनमा यति धेरै पर्खायो साथीहरू के भन्नु र मार्नु रिस उठिरहेछ क्या कसम ला तिमी चाहिँ कहाँ हिँडेको लास्टो मन भइरहेछ साथीहरू के गर्नु यो झोला मार्नु मन लागिरहेछ है यो मान्छेलाई त यार म त साथीहरू के गर्नु यति ढिलो जिन्दगीमा अस्ति मलाई निकै डाइलग दिँदै त पर्खायो भनेर आज मलाई यति पर्खायो साथीहरू 5:30 बजी उठेको 5:30 बजी फोन गरेको थिएँ फेरि गर्न चाहिँ ल है म हिँडेँ भनेर 7:30 भइसक्यो अनि सुमन भाइ पनि कहाँ हिँडेको बाबु तिमी काठमाडौँ हेर न सुमन भाइ पनि आइरहेको रहेछ यार साथीहरू यार कहाँ हिँड्नु भएको अरे उल्टै मलाई बोल्ला भाइले त मैटरी ल साथीहरू अब लाग्यो मै त ल च्याट्ट लगाएर ल साथीहरू अहिले चाहिँ आइपुग्यौँ हामी मिठरी कान्छी चोक सो अब चाहिँ हामी लाग्यौँ सिधै काठमाडौँतर्फ माथिल्लो बाटोबाट यो माथिल्लो बाटो सही लाग्छ क्या मलाई जस आनन्द पहिलादेखि त्यो बाइक साइकमा पनि यही बाटो कुदेको त्यही भएर सही लाग्छ तर टर्निङहरू धेरै छ सर्ट यता एउटा बाटो चाहिँ यस्तै छ साथीहरू तर यति मात्रै है फेरि उहाँदेखि चाहिँ बबाल छ पिच रमेश दाइ यता आनन्दले कुदाउँदा अस्ति मेरोमा कमेन्ट आएर अस्ति म यही दाइकोमा चढेको थिएँ त एकचोटि काठमाडौँ जाँदा भन्दै क्या तपाईँ पनि यो गाडीमा दिइरहेको थियो क्या हो भने म चाहिँ कहाँ चिन्छु त यार कमेन्टमा क्या भ्लगमा कमेन्ट आएर चाहिँ क्या ला यो दाइकोमा पनि चढेको थिएँ त हो भयो बरु तपाईँले चाहिँ चिन्नुहुन्थ्यो होला तर म चिन्दिनँ होइन त्यो सोल्टीलाई नसोध्नु यार अनुहारै गाईको अनुहार परेको गोरु रहेछ सोधिनँ साथीहरू गएँ ल यस्तो दामी छ पिच अब चाहिँ सल्ल ल है साथीहरू अहिले चाहिँ आइपुग्यौँ हामी कोसी आएको यहाँ चेकिङ भएर स्याटसँगले अब चाहिँ हामी लाग्दैछौँ फेरि काठमाडौँ सरासर होइन यो चाहिँ माथिल्लो साइड कोसीको यो मेन मुहान होइन त्यसै कोसीको मुहान आइपुगिसक्यौँ हामी यो चाहिँ बोर्ड चाहिँ अस्ति चाहिँ नकुदाउने भनेर यार देखिएन पनि यार यो गाडी छन् यसरी कुदाउने कुदाउँदैन भनेर चढ्न पाइनँ अनि मेरो बुढीलाई पनि चढ्ने इच्छा थियो चढ्न पाउनु भएन के यहाँ पनि रोक्नुपर्छ नि दाइ तपाईँले त नरोक्ने इन्ट्री गरेर भने अहिले भरे फेरि पर माग्दैन पर कहीँ नरोक्ने आज के दाइले भयो अस्ति एकचोटि यही भन्दा पनि जानु भयो यार खतरा हुन्छ यार जोस् डेन्जर छ ल साथीहरू सो त्यही हो जाँदैछौँ घाम लागिरहेको छ भने चाहिँ तातो भइरहेछ अघि बिहान चिसो भइरहेको थियो पानी पर्ने रहेछ आजको राइड चाहिँ पानी झरीवाला हुने भनेर सोचिरहेको थिएँ तर जोस् घाम लागिरहेछ आनन्द तर घाम लाग्यो भने लास्ट निद्रा लाग्छ पानी परेकै ठिक थियो बरु चिसो मौसममा है साथीहरू अब चाहिँ आइपुग्यौँ हामी खाजा खाने ठाउँमा खासै केही खान मन छैन एउटा एकछिन खाएर जानु पर्ला छियासँगले म त केही खाँदिनँ होला खाजा साथीहरू एकछिन झरेर एकछिनमा भेटौँला है त ल साथीहरू टन्न खाजा खाइयो अनि रमेश दाइले चाहिँ यहाँ मलाई एक्सट्रिम गिफ्ट दिनुभयो मेरो तर्फबाट खाऊ भाइ भनेर अब चाहिँ लाग्छौँ फेरि बाटो के छ हौ राम्रै भइरहेछ यात्रा राम्रो छ सानो ह्यान्डसम छैन यार यो दाइ त यार मारेको छ हौ गुरुजीले पनि यति ह्यान्डसम मान्छे छ के भन्नु यार त्यो बहिनी सारा म सक्दिनँ क्या बहिनी साँच्ची भन्नु बमिट आउँछ क्या मलाई कसम आउँछ हो सोध न दाइलाई कतिचोटि म बुढीलाई त यहाँ राखेर उतापट्टि राखेर हिँड्छु बमिट गर्ने भएर हो कि रमेश दाइ भन्दिनँ म उसलाई ढाँटे जस्तो लागेछ क्या उसको सिल त्यही हो क्या जहिले नै म यहाँभन्दा अरू ठाउँ बस्नै सक्दिनँ क्या बहिनी साँच्ची भनेको
म तिमीलाई गफ हाने जस्तो लाग्छ होला तर सक्दैन त्यहाँ कस्तो हाइटमा बसेको जस्तो लाग्छ क्या अग्लो ठाउँमा। ल साथीहरू अहिले चाहिँ हामी खाना खाने ठाउँमा आइपुगिसक्यौँ चियाबारी सिन्धुली। सो यहाँ चाहिँ खाना खानु लागेको भाइले चाहिँ कुपन कागज लिएर आएछ। मलाई चाहिँ रमेश दाइले फेरि फ्रीमा खाना खुवाउनुहुन्छ यही त फाइदा छ त यार रमेश दाइसँग हिँडेको फाइदै यही छ। खाना पाइन्छ खाजा खाना पाइन्छ चिसो खाना पाइन्छ फाइदै छ। अब सुमन भाइले चाहिँ अब यहाँ पे सेफ फ्लाइट भन्नु पऱ्यो उसलाई यता आउन नलजाउन अलिक यता आउन यहाँ पे सेफ फ्लाइट उसलाई चाहिँ ऊ चाहिँ विदेश हिँडेको रहेछ मलाई थाहा पनि थिएन। सरप्राइज दिएको तपाईँलाई पूजा भाउजूले उसलाई भिजा पठाउनु भएको रहेछ अनि ऊ जान आँटेको रहेछ म चाहिँ थाहा थिएन जस ट्याक्कै एउटै गाडीमा भेट भयो। पूजा भाउजूले भन्ने फेरि यही दाइलाई हो क्या मलाई थाहा छ गाडी भन्ने पूजा भाउजूले नम्बर दिएको हुनसक्छ तिमीलाई ए हो यही गाडीमा क्या हामीले विश्वमा कोही परिवार हिँड्ने भाइलाई ट्याक्क भेटिहालेँ फेरि कस्तो आजकै दिनमा परेको क्या ऊ पनि। सो त्यही हो अब खाना खाइसकौँ त्यसपछि भेटौँला साथीहरू मजा भइरहेछ जे होस् भाइ मस्त सुत्दिन्छ म एकचोटि सुतेको थिएन यस्तो सुतेछ अनि टिका लागेको छ ला सबै टिका लागेछ भने अघि पुस्दै थियो साथीहरू। ल साथीहरू अहिले चाहिँ अब खानासाना खाइसकिसक्यौँ। सो अब चाहिँ निस्किनुपर्छ जाउँ होइन गुरुजी एकछिन ठाउँमा होला एकछिन छ दिनबाट एकछिनबाट कस्तो भइरहेछ यात्रा यस्तो यात्रा त राम्रो के अरे पसलको नाम पाथी भाडा होटल अरे साथीहरू आएर यसो खाइदिनु लु भन्नु तपाईँ आफै भन्नु त प्रमोसन गर्न लजाउँदैन हौ मै दिन्छु यतिको माया गर्ने मान्छे भएपछि के चाहिएर हो साथीहरू यार। ल अब चाहिँ हामी लाग्छौँ सिधै उकालो। अब चाहिँ यस्तो टर्निङ छ यस्तो मलाई गाह्रो हुन्छ भमिटै आउन खोज्छ यार निस्किनै खोज्छ अब त म त सक्दिनँ भाइ गाह्रो छ। ल साथीहरू आज फेरि रमेश दाइको गाडीमा आफ्नै भाइको गीत सुन्दै अहिले चाहिँ हामी आइपुग्यौँ ऐना भएको ठाउँमा। ल साथीहरू स्याट सुन्दर भाइको गीत सुनिराख्नु भएको होला मुटुमै गाडीको छैन। साथीहरू यो जाम पर डाँडासम्म छ अरे हेर्न सक्नुहुन्छ। फाइनली अब जाम खुल्न लागेको छ। हामी हिँड्दै ओर आएको थियौँ अब हामी हिँड्दै फेरि पर जान्छौँ अनि पर गएर चाहिँ गाडीमा चढेर स्विङ त्यसपछि जान्छौँ हामी काठमाडौँतिर। सुमन भाइ तिमीलाई कस्तो फिल भइरहेको पहिलोचोटि जाममा परेको होला फेरि होइन कस्तो फिल भइरहेको राम्रो भइरहेको भन्छ त्यहाँ ट्यारे भयो। ल साथीहरू त्यहाँ दुईवटा जेसिबीले खन्दै रहेछ पुलिसले अब खाली गर्ने कुरा भइसकिसक्यो ऊ बोलाएको क्या तिनीहरूले होइन प्यासेन्जर बोलाएको पप्प गरेर 1 घन्टा जति कुराएर अब चाहिँ लाने भयो साथीहरू फाइनली अब जान्छौँ हामी है त। ल साथीहरू यार यहाँ गाडी जाममा परियो नमिठोसँगले कहाँसम्म छ अरे भन्दा ऊ माथि डाँडासम्म जाम छ अरे मतलब निस्किने ठाउँसम्म भकुन्डे बेसीसम्म। अनि अब कहाँ यसरी सकिन्छ यार आम्मामा हाम्रो गाडी त कहाँ छ हामी त हिँड्दै आएको ए पुरै जाम छ गाडी परसम्मै जाम छ यार भना भ्यार ला के गर्ने होला त यार। ल साथीहरू 1 घन्टाको जामपछि अहिले चाहिँ आइपुग्यौँ हामी बिच बाटोमा। कफी खुवाएको अरे त्यो रमेश दाइले कफी पनि त्यो कफीको कप पनि छैन यार त्यस्तो पनि कफी हुन्छ कफी अरे पानी र दुध मात्रै रहेछ कफी त माथिबाट फुरुरु हालिदिएको 2-3वटा पाउडर क्या त्यही पनि खाँदैछु हेरौँ न म गाडीमा चढी खाएँ यस्तो छ जिन्दगी। त्यही हो साथीहरू अब 8 बज्छ होला आज रात पर्ने भयो दिउँसै पुगिन्छ अब रमाइलो हुने भयो यस्तो सुमन भाइलाई घुमाइदिनु पऱ्यो भनेर सोचिरहेको थिएँ तर रात पर्ने भयो। सो त्यही छैन अब बेलुका हामीले पुगौँला नि त होइन भोलि जानुपर्छ घुम्न गयो भोलि मेरो काम कति छ झन् मेसिन कति किन्न सकिन्छ पर्सिको दिन फर्क्यौँ भनेको भोलि नै मेसिन काम सकेर पर्सिको दिन फर्किने विचार छ। सो त्यही हो साथीहरू ल अब एकछिन भेटौँला। ल साथीहरू अब चाहिँ हामी सटल आएर लाग्यो मात्र 5 मिनटको रेस्ट
किनभने हामीलाई चाहिँ अब ढिलो हुन्छ भन्ने थाहा भइसक्यो त्यही भएर हतार गरेर हामी हतार लतार पतार गर्दै जाँदैछौँ काठमाडौँतर्फ भकुण्डे बेसीदेखि लाग्यो सरर होइन जब 1.5 घन्टामा चाहिँ आयो पुगिन्छ भनेको 6:30 7:30 8 बजी चाहिँ प्रपरली पुगिन्छ होला ल साथीहरू सो फाइनली हामी चाहिँ अब इन्टर गरिसक्यौँ काठमाडौँ छेडीबुटी सो त्यही हो साथीहरू एकदम रमाइलो भयो चिल भयो अनि यहाँ बहिनीलाई मैले धेरै कुराहरू भन्दै आउँदै थिएँ तर उसले बालेन्सालाई पनि चिनेन त्यो चाहिँ एकदम विडम्बनाको कुरा ऊ नेपाली हो होइन तर इन्डियामा बस्दो रहेछ आसाममा होइन तर उसले बालेन्सालाई चिनेन क्या बालेन्सिटी आएर उसले बालेन्सालाई चिनेन तर पनि ठिकै छ मैले केही भनिनँ बालेन्सालाई नचिनिसकेपछि मलाई कहाँबाट चिन्छौ भनेको तपाईँलाई कसरी चिन्नु भने मात्रै देख्दैछु नि ला गाह्रो छ अनि कति छ फलोवर्स सब्सक्राइबर 1,37,000 भनेको कमाइ कति हुन्छ अरे ला मलाई यार यो बहिनीले मार यार साथीहरू के भन्नु यार म केही भन्दिनँ सो त्यही हो आइपुगिसक्यौँ काठमाडौँ कस्तो भयो त आजको राइड भनिदेऊ राम्रो भयो ओके ल भरे गएर दिपु तामाङ सर्च गर्नु काकीलाई पनि भन्नु सब्सक्राइब गर्नु ल तिमी पनि आएको छौ नि त सेयर गर्नु साथीहरू म पनि भ्लगमा आएँ नेपालको ल रमेश दाइ कस्तो भयो दामी भयो है र साथीहरू चाँज छैन पठाउ गर्नुपर्ने छ है अनि सो त्यही हो अब एकैचोटि रुममा गएर भेटौँ होला लगभग पठाउतिर पनि खासै नगरौँ होला भ्लग किनभने चाँजै छैन साथीहरू आज चाहिँ म बिहान बुढीसँग अलिक फोनमा बोलेँ नि त त्यही भएर चाँज छिटो सक्यो सो है रमेश दाइले 50 को स्पिडमा 70 हानिरहेको छ यार यो दाइ त यार यो दाइलाई त केस हाल्ने बेला भयो यार साथीहरू मलाई त यहाँ एकचोटि पक्रेर क्लास राखिदिएको छ रमेश दाइलाई नै क्लास राख्ने बेला हो सो त्यही साथीहरू ल अब चाहिँ आइपुग्यो हप्ताको राटोमा कसैले हाल्दैन ल साथीहरू नहालोस् ठिकै छ त्यो राम्रो ल साथीहरू सो त्यही हो एकछिनमा भेटौँला है त अब रुमतिरै पुगेर ल है साथीहरू अहिले चाहिँ हामी आइपुग्यौँ कोटेश्वर सो त्यही हो ल झरिसक्यौँ अब सुमन भाइ र म चाहिँ जानुपर्ने हुन्छ चाहिँदैन हो ल यार साथीहरू झरिसक्यौँ अब चाहिँ च्याटल लगाएर अब चाहिँ लाग्दिनु पर्ला एयरपोर्टतिर भाइलाई लगेर जानु पऱ्यो हजुर म जाऊँ न ल सो त्यही हो अब सामान लिएर हामी चाहिँ लाग्छौँ है त ल साथीहरू सो अहिले चाहिँ आइपुगिसक्यौँ रुममा अनि सुमन भाइ हो त्यहाँ बसिरहेको छ सो म यता छु सो आजको जुस यात्रा ठिकै भयो रमाइलो भयो गफ गर्दै आयौँ अनि त्यही हो अलिकति चार्जको चाहिँ तनाव हुन्छ क्या यो आइफोनहरू भएपछि चाहिँ यही चाहिँ तनाव हुँदो रहेछ यार साथीहरू सो त्यही हो रमाइलो भयो सो आज चाहिँ म यहाँ सुमन भाइसँगै बस्छु अनि भोलि चाहिँ म उता ललितपुरतिर बस्छु होला त्यसपछि पर्सिको दिन चाहिँ म त्यहीँबाट निस्किन्छु भोलि ललितपुरतिर हुन्छ कि नयाँ बस पार्कतिर हुन्छ किनभने नयाँ बस पार्क बस्यो भने मेरो लागि इजी हुन्छ सो त्यही हो अब चाहिँ यहाँबाट खानासाना खाने त्यसपछि आएर स्लिपिङ इन द बेड सो आजको डे यस्तै नै भयो सो थ्याङ्क यू सो मच फर भिडियो वाचिङ टिल द एन्ड अनि सो एउटा चाहिँ के अरे स्पेसल कुरा चाहिँ के भन्ने साथीहरू द बस भन्ने एउटा सो आउँदैछ त्यो ब्लाइन्डेड आउँथ्यो नि नेपाली त्यहीँ द बस भन्ने सो आउँदैछ अनि त्यहाँको एपिसोड 1 को त्यो लेक्सी भन्ने सिस्टरलाई चाहिँ भेटाएको थिएँ क्या अनि जोस् अनि मलाई पनि चिन्नु हुँदो रहेछ मैले पनि चिनेँ सुमन भाइलाई 2 चोटि सोधेँ हो कि होइन भनेर अनि भाइले पनि होइन होला भन्दै थियो अनि फेरि हो रहेछ दाइ भन्दैछ सो त्यो अनि एकछिन बोल्यौँ पनि खुसी लाग्यो बिचाराको स्टोरी चाहिँ यस्तो नराम्रो थियो लाइक हुन्छ नि आमा बन्न सक्दिनँ म चाहिँ मलाई स्वीकार्छौ कि स्वीकार्दैनौ भन्दै केटाहरूलाई त्यो सोध्नेवाला त्यो थियो नि त सो त्यो चाहिँ अनि मलाई एकदम टच भएको थियो क्या अनि उसको रियल स्टोरीहरू सुनेर सो उसलाई पनि भेटाएको थिएँ जोस अनि खुसी लाग्यो सो आजको लागि चाहिँ यति नै मैले भ्लग गरौँ भन्दै थिएँ फेरि मलाई पनि हतार भयो उसको गाडी पनि कुदिहाल्यो मेरो गाडी पनि कुदिहाल्यो रमेशले चाउ गरौँ त्यसपछि भ्लग पनि बनाउनु पाइनँ भ्लगमा देखाउनु पनि पाइनँ विडम्बनाको कुरा छ ल साथीहरू आजको लागि चाहिँ यति नै बाई बाई ल सुमन भाइ बाई बाई भाइ चाहिँ अब कतार जाँदैछ यार नेपालकै लागि बाई बाई अब भाउजूसँग भाउजूले पूजा भाउजूले बनाउनुहुन्छ अब भिडियो फेरि वेलकम टु कतार मेरो भाइ भनेर भाइ आइपुग्यो के अरे कतार नेपालदेखि भनेर फेरि थम्बनेल आउँछ ल साथीहरू बाई बाई त